हेलो गाइज, गुड मर्निङ। फेरि पनि नयाँ भिडियोमा स्वागत छ सबैजनालाई। र आज फेरि पनि मैले भिडियो बनाउँदैछु होइन। र हामी चाहिँ मैले अस्तिदेखि भन्नु चाहिँ बिर्सेछु, भिडियो बनाएको छुइनँ, त्यसले गर्दा भन्नु बिर्सेछु। हामी चाहिँ अहिले घरमा कोप्चेमा बसेको छैनौँ। अहिले चाहिँ हामी बुमटारमा बस्दैछौँ। श्रीमती र म चाहिँ यो बिल्डिङमा बस्दैछौँ। अनि मेरो स्कुटी हाम्रो रुम पछाडि हो। अनि हामी बसेको आज जति तारिक भयो त्यति दिनै भयो हामी यहाँ बसेको। अप्रिलदेखि नै बसेको, अप्रिल 1 तारिकदेखि बसेको। अन्त कतिवटा कारणवशले गर्दाखेरि हामी बुमटारमा सिफ्ट भइसकेका छौँ होइन। तर अहिले चाहिँ भने एकछिन हामी 2-4 जना मिलेर पारी जाँदैछौँ। किन जाँदैछौँ पारी भन्दै गर्दाखेरि चाहिँ पारी हाम्रो एकजना ब्रदर जो चाहिँ बिरामी हुनुहुन्थ्यो, उहाँको स्टोन अपरेसन भएको थियो, उहाँलाई भेट्नु जाँदैछौँ। ब्रदर माइकललाई तपाईँलाई देखाउनेछु ल। बाटो चाहिँ यस्तो छ, यी बगर जस्तो छ बाटो। जयमसी म त परमा हेरिरहेको थिएँ त। रेसमा पनि हुनुहुन्छ? जाउँ हामी यति नै है। हुन्छ। अम्बो यहाँ त यस्तो भइसकेको छ त। यता थियो बाटो, यता भएछ त। भनेपछि म यो बाटो नहिँडेको निकै भएछ है। यस्तो भइसकेको छ बाटो। ऊ माथि थियो ब्रिज बनिँदैछ। यस्तो भएछ बाटो त। अहिले चाहिँ हामी रोङ आइपुगेको छौँ। ब्रायन भाइको घर रोङ डाँडामै हो यो। हाम्रो कोप्चे चाहिँ यता हो, त्यसको अपोजिट हो यो चाहिँ है। कि त ऊ तल हाम्रो एलिजबाट त ऊ पर गाडी घुमाउँदैछ। अब हामी जानुपर्ने चाहिँ यता अगाडि। ब्रदर माइकलको घर चाहिँ यता जान्छ। यो रोङ खानी गाउँ जाने बाटो हो। अनि परबाट चाहिँ टर्निङबाट चाहिँ नयाँ रोड गएको छ, त्यता जानुपर्छ अब हामी। एकदम स्वागत छ हजुरहरूलाई रोङमा। पर्खाएँ मैले। नो प्रब्लम, केही छैन। आशिषित ब्रदर हेलो। आज चाहिँ भ्लगमा समावेश गरेँ। भ्लगमा समावेश गरेँ तपाईँलाई। थ्याङ्क यू सिस्टर ब्रायन ब्रदर। पर्खिरहेको छौँ ब्रायन ब्रदरलाई। कस्तो भयो यात्रा तपाईँको? एकदम चिसो पानीदेखि नाम चिसो गरम 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 चिसो 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 फेरि गरम। नाम मात्रै चिसो पानी, म पनि गरम भएर चाहिँ खोलिन्छ भने सबै कता गरम भएको होइन हो नि। रोङ त त्यसै कि त हाम्रो कस्तो ए हो सिमीहरू ए हो। पुरा रोप्नुहुन्छ नि ब्रायन भाइको पापाले त। सुँगुरहरू पुरा पाल्नु भएको छ उतला। ऊ प्याजहरू कस्तो दामी फलेको छ है। आमा फलाएको रहेछ हौ प्याज। ऊ माथि चाहिँ लसुन ड्यामै छ। पुरा रोप्नुहुन्छ नि उहाँले। ब्रायन भाइलाई पनि जयमसी छ। आइपुग्यौँ तपाईँको घर आँगनमा। साह्रो रमाइलो लाग्छ हौ। दामी पलाएछ। अब चाहिँ 3टा स्कुटी जाँदैछौँ हो, गाडी छोडेर। किनकि पर रफ रोड छ। मेरो त्यहाँ छ, ब्रायन भाइको यहाँ। यो चाहिँ कसको हो ब्रदर? ब्रायन भाइ कसको? ए प्रदेशिसको। 3टा स्कुटी। अब के होला यस्तो है, स्कुटी गाडी छोडेर स्कुटीमा जानुपर्ने।
फाइनली हामी आइपुग्यौँ है क्रिस्चियन फार्म हाउस। अस्ति भिडियोमा देखेको थिएँ जेसिपी पनि छ भनेर। मालिक पनि आउनुहुँदैछ तलबाट हो क्रिस्चियन फार्म हाउसको। एकदम बधाई छ तपाईँलाई, बधाई छ तपाईँलाई, बधाई। एकदमै घरैमा रोड आइपुगेको छ है। जेसिपी पनि किनेर आएछु नि। त्यही त। प्लिज द लर्ड। तपाईँले पनि सरप्राइज दियो त मलाई त अन्त। उहाँले सरप्राइज दियो त। रमाइलो लाग्यो, रमाइलो। तेरिका अब त सजिलो भयो रोड आएर। मैले चाल पाएँ नि तपाईँ आउँछ भनेर चाहिँ। हजुर हजुर। आज चाहिँ स्कुल जानु थियो नि त मेरो कि। अस्ति त्यो हल यहाँ पर चाहिँ हाम्रो तल्लो गाउँको रोड हो। त्यो परको चाहिँ हाम्रो बारी हो, तल्लो बारी यो। त्यसको सिधै माथि यो घर चाहिँ हाम्रो हो। देख्दो रहेछ यहाँबाट। यो घर चाहिँ हाम्रो हो। त्यसको मुनि आएर यो रोड हो, बिल्डिङहरू भएको। त्यहाँदेखि यो मुनिपट्टि रोड खनिएको चाहिँ हाम्रो बारी हो। यो डल्लै चाहिँ हाम्रो बारी हो। फेरि यति चाहिँ है, यति चाहिँ हाम्रो बारी हो। बारीपट्टि रमाइलो रहेछ। आइपुग्यौँ दुःखसुख। बाटो दामी भएछ ब्रो त। अब ग्रेट मिलाउँछ। हजुर हजुर। वाउ जोस् भ्यू पोइन्ट चाहिँ दामी रहेछ। यहाँबाट पुरै बल्ल बल्ल फाइनली आइपुग्यो हाम्रो सोलब्रेको घरमा आज। ऊ माथि क्रिस्चियन फार्म हाउसमा आइपुग्यो। हाम्रो घर चाहिँ ऊ माथि ऊ देख्दैछ, ऊ माथि एउटा देख्दैछ नि। 2-3वटा बिल्डिङको माथिको त्यो हो हाम्रो त्यो हो। हजुर त्यो हो नि। अभिषेकको चाहिँ वारिपट्टिको ऊ त्यो टावरको छेउमा देख्नुहुँदैछ उकालो उकालो भएको बाटो। यो त दामी देख्दो रहेछ नि त। किताम, गोम, मिखोला। हजुर मिखोला, त्यहाँदेखि थर्पु। किताम ऊ तल। यो चाहिँ भिर हो। यसलाई चाहिँ हामी हाँगे भिर भन्छ पारीबाट चाहिँ। धेरै वर्षको धोको थियो मेरो चाहिँ। पारी हेर्थेँ मात्रै मैले। आज आउनु लागि चाहिँ यत्रो वर्ष लाग्यो अन्त। पारीबाट हेर्थेँ मात्रै मैले यो घर। यति दामी रहेछ। साह्रो मजा आउँदैछ है। तेरिका रमाइलो जग्गा रहेछ नि। जय मसी। हाम्रो खास मालिक मालकिन हो नि। तर पनि होइन ब्रदर हो नि त्यो त होइन अफिसियली त तपाईँ हो नि त। एकदम 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 हाम्रो पनि सेम हो पारी। वाह क्या मिठो हावा आयो बाहिर। आम्मा कस्तो मिठो हावा। को आयो? को हो? कहीँ देखे जस्तो लाग्छ। How many mathematics? तपाईँको भिडियोले गर्दा हामी आइपुगेको यहाँ। अस्ति तपाईँले भिडियो गर्नुभएको थियो नि त। एकदम एकदम अब एक दिन बेलुका आउनु पर्ने छ बस्दै नै। यस मेरो भाइ रमाइलो पल। आनन्द सर, गुड आफ्टरनुन सर। मलाई चाहिँ पास किन केटाहरू अतालिँदैछ? किन बाँच्दैछ? किनभने ए यो परेछ हुँदैन, यो म बग्छु। एकदमै बेलुका चाहिँ यस्तो दामी हुने रहेछ क्या जग्गा चाहिँ। प्लान मिलाउनु पर्छ। यो चाहिँ खास बेलुका हुनुपर्ने हाम्रो। ठिकै छ आज यतिकै गरौँ त। मजा आउँछ। होइन सोलोमन दाको भ्लगमा खालि ससुराली मात्रै खाँदै त्यो त ससुरालीमा चाहिँ कान हामी चाहिँ आज ससुरालीमा होइन यहाँनिर बाउको घरमा बाउको घरमा आइपुगेको है। केटाले इन्जोय गर्दैछ। गोठतर्फ लागेको हो सेकुवा खानु। के मिठो हावा हो। हजुर रङ्गितको हावा सिधै। हामी चाहिँ गएको अब तल मासु बोलेर है
सेक्वा चाहिँ यहाँभित्र पाक्दछ आनन्द सर अलिकति हेरिदिनुहोस् न र अहिले चाहिँ अब धेरै वर्षको सपना पुरा हुँदैछ भयो मेरो चाहिँ हो एलिस ब्रतसँग हामी दुई भाइ चाहिँ घुम्दैछौँ अब यो आशिषित जग्गामा है ब्रदर यहाँ चाहिँ प्रेयर टावर प्रेयर टावर यो चाहिँ प्रेयर टावर हो यो प्रेयर टावर हो राम्रो छ मजाको आयो यति दामी जग्गा भयो के बजार बस्छ मान्छे है गाडीको सुविधा पनि छँदैछ होइन रोडको के मिठो हावा योगेन भाइहरूले त्यहाँबाट भिडियो बनाएको थियो नि क्या तपाईँको कृपा नभएसम्म भन्ने गीत यहाँबाट गीत गाएको थियो नि साह्रै दामी रहेछ नि त है दामी जग्गा एकदम भ्यू पोइन्ट त ब्रदर यो एरिया डल्लै भ्यू पोइन्ट बनाएको हुने चाहिँ 360 हाम्रोबाट छलिन्छ कि यहाँ चाहिँ डल्लै देख्दो रहेछ कस्तो दामी देखेको साप त छैन होला नि यता पनि जाउँ न अर्कोपट्टि आउनुहोस् न लड्नुहुन्छ है साँच्ची दामी आम्मामा ब्रदर भ्यू पोइन्ट त लु आम्मामा ब्रदर such a wonderful place कस्तो दामी जग्गा आम्मामा यस ब्रो धन्यवाद तपाईलाई दामी जग्गा रहेछ साँच्चै रमाइलो है भिड भन्छ कि मान्छेले तर यो भिडको चाहिँ भ्याल्यु छ है हो त तारे भिड टाइपकै रहेछ नि यो ओह्रालो त सिक्किममा दामी जग्गा छ नि जग्गा त टुरिज्मको लागि हेर्नुहोस् न यति दामी हाइटहरू कहाँ नेपालतिर मात्रै हामीले हेर्छ कि तर यो जग्गा पनि खतरै हो नि नट ब्याड त होइन कि एकदम बेस्ट हो नि यो त क्या अब जिप लाइनहरू बन्जी जम्पहरू किन हुँदैन दामी अन्त नि कस्तो छ सिन सर्भिस भन्दा पुरा हाइट छ नि यो त खर्च गऱ्यो भन्दा यहाँ त अन्त हुँदैन त मजा आयो ब्रदर कस्तो मन एकदम मनै शान्ति भयो क्या आनन्द एकदम त्यो जोय भन्छ नि क्या पिस जोय मिक्स अफ फिलिङ्स आइरहेको छ कस्तो दामी ठाउँ टन घाम लागिरहेको छ तर पनि हावाले यस्तो शीतलता दिइरहेछ आनन्द हुने क्या घाम र हावाको कम्बिनेसन है यो डाँडा घाम र हावाको कम्बिनेसन कति दामी मुनि हेर्दा टक्कै खोला हो पारि फेरि सल्टन ब्रदर घर अब चाहिँ हामी मासु पाक्यो मासु सक्छ केटाहरूले फेरि बेसी फोटो खिच्दै बस्नु हुँदैन है केटाले सक्छ त्यही माथि पर्क त छिटो बिलिन्छ कि छिटो कि फेरि केटाहरू पर्कको फेरि के को हलचल हुँदैछ त्यहाँभित्र गोठभित्र सरलाई पसिना भएछ आगो खै गर्छु के भएछ अम्बो खास बनिँदो रहेछ नि हौ अप्ठ्यारो छ त हामीले चाहिँ पहिला घोन्द्रेङमा चाहिँ मकै भुट्थ्यो तर यो चाहिँ घोन्द्रेङ जस्तो रहेछ यसमा चाहिँ आज मासु पोलाइ हुँदैछ गरममा है गरममा टन घाममा मासु पोल्दा त तर केही छैन खानुको लागि हामी जे पनि गर्नु तयार यसको लागि चाहिँ विशेष गरी यसको लागि चाहिँ सनस्क्रिन लगाएर भए पनि पोलिन्छ हो रोल क्यामेरा एक्सन किन हौ पुरा गीत गाउँदै आउनु हुँदैछ त तिमी छौ र त म छु तिमी छौ जब सुँगुरको मासु मेरो आँखामा आँसु सबै हराउँछ कुनै पनि समस्या देख्दा पनि यो छ भने चाहिँ सबै कुरा हराउँछ आम्बो सायरी खतरा अब केटाले पोलिसक्यो अब केटाले बजाउने अरे नि त तिमी छौ र त म छु रमाइलो हुँदैछ
अवर्णनीय नेपाली शब्दमा भन्नुपर्दा चाहिँ अवर्णनीय खै मलाई त भन्नु न त उता छिमिनानाको आज हर्स वार्मिङ क्यान्सल गरिदिउँ हामी हाउस वार्मिङ यतै अब सिसो धन्यवाद तपाईँलाई एकदम तपाईँहरूलाई बोलाउनु भयो हामीलाई अब तपाईँहरू आउनु नै हाम्रो लागि आशिषको कुरा हो नि त तपाईँले हामीलाई सम्झिनु भयो यस्तो शक्तिशाली ब्रदरहरू आउनु भएको छ एकदमै धन्यवाद एकदम तपाईँलाई पनि धन्यवाद छ बोलाउनु भयो सम्झिनु भयो हजुर हामीलाई माया दिनुभयो साह्रै इन्जोय गऱ्यौँ हामीले आजको दिनमा नुन बेसी चौका जमेसी के खानु पर्यो यो त लु सधैँ मैले खाएर देखाउँथेँ आज केटाहरूले खाएर देखाउनु त मैले खाएको त सबले हेरेको छ कि यस्तो मिठो हुँदो रहेछ है के त के हो अब सुरु गर्न आँटेको ब्रान्ड ब्रदर सुरु गर्नुहोस् है ब्रदर आउनुहोस् है क्यामेरा त यहीँ जान्छ त अड्किन्छ त के खानु भएको सुँगुरको करङ होइन तपाईँकोमा त अलरेडी करम छैन नि त त्यो करङ खानु मिलेन है त्यो मिलेन हिजो चाहिँ मिल्छ अब चाहिँ हामी क्रिस्चियन फार्म हाउसलाई छोडेर जाँदैछौँ एक दिन आउने आशामा जाने का दिल त नै करता है फिर भी जाना पर्छ जाना पर्ता है क्या करता है अब चाहिँ हामी लागेको अर्को जग्गामा जानुपर्ने छ त्यसले गर्दाखेरि अब क्रिस्चियन फार्म हाउसलाई चाहिँ छोड्ने आज बिदा दिएको तपाईँलाई धन्यवाद छ एकदमै भिडियो अन्तिमसम्म हेरिदिनु भएको लागि अब आजकै नेक्स्ट पार्टमा भेटौँ अब फेरि पनि नेक्स्ट पार्ट कन्टिन्यू छ यो भिडियो लामो हुन्छ भने चाहिँ मैले अब यसलाई मैले यतिमै यो भ्लगलाई चाहिँ आज म यतिमै खतम गर्दैछु सक्दैछु टुङ्ग्याउँदैछु अब कन्टिन्यू छ त्यो चाहिँ अब नेक्स्ट पार्टमा तपाईँलाई देखाउँछु है सबैजनाको स्कुटी छ यसरी हो अब हामी स्कुटीमा चढेर जाने 4टा बाइकसँग